नमस्ते। आज चाहिँ हामी फ्यामिली मुक्बान्सबाट है हाम्रो च्यानलको नाम चाहिँ आज चाहिँ हामीले मेनुमा चटपटे पानीपुरी अनि मही अनि झोल पानीपुरीको झोल राखेको छौँ। हामीले चाहिँ यति नै सक्यौँ है, यति नै राखेँ। अब हामी च्यालेन्ज गर्न लागेको अनि 800 रुपियाँ छ। 800 रुपियाँमा हामीले चाहिँ अब दिदीबहिनीको जति सक्छ त्यति पैसा हालेर हामीले राखेँ कि यति नै थियो हामीसँग। अनि अब गरी है अनि अस्तिको चोटि चाहिँ यसले लगिथ्यो 1000 रुपियाँ है। अब यो चाहिँ मैले लान्यो। आज म भोकै बसेको चाहिँ केही खाएको छैन। आज मैले छुट्टी मिलाएर आएको आज हामी काममा, त्यही भएर छिटो छिटो खाएर अनि फेरि कुदिहाल्ने कामतिर है गाइज। मन पऱ्यो भने हजुरहरूले लाइक सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अब हाम्रो चाहिँ नयाँ नयाँ हो, अलिक अप्ठ्यारो अलिक गाह्रो लागिरहेको छ के। अब यस्तै हो, अलिअलि रमाइलो गर्नुपर्छ भनेर ल हामी चाहिँ खाना स्टार्ट गर्छौँ है। हामीले चाहिँ अब पहिला चटपटे खाऊँ है। के खाने? हुन्छ, चटपटे उसिन्छ, चटपटे खाने हो। खाएँ है हामीले, खाने भए हजुरहरू पनि आउनुहोस्। पानीपुरीको झोलले कस्तो शीतल गराउँछ। म त हातले नै खाने हो, हातले पानीपुरी दामी पर्छ। योचोटि नि म आफै जित्छु। त्यो फर्स्टको चोटि नि म आफै जित्छु। अब योचोटि पनि म आफै जित्छु। मैले पनि खाना खाएको छैन नि। खाएन? मैले खाना खाएन। कस्तो पिरो हालेछ। पिरो हो त हात मैले बनाएको। फर्स्टको चोटि नै कति पिरो हो। म त भात खाना खाए जस्तै गरेर मसित पो राखेको रहेछ। खाइदिए दामी भन्छ चटपटे पनि। मैले बनाएपछि मिठो नहुनेको हुन्छ। खाना खास खाइरहेको छ।
यता गएर खानु न त्यही भएर Bro. पिरो हालेपछि पिरो हुँदैन नि त कति बित्ति पिरो हाले कम हाल्यो नि पिरो भएछ पिरो पानीपुरी पनि मुखमै नछिला जस्तो छ धेरै ठुल्ठुलो धेरै ठुलो हुन्छ बल्ल आज पनि म आफै जित्ने
त्यस्तै त्यस्तै देख्छु म कति बित्ति धेरै पिराले छिटो छ यत्रो त साइज हुँदैन ठुलो हुँदैन लास्ट पिरो कति बित्ति पिरा पिरो हुँदैन पानी पुरेको झोलै हाल्नु बिर्सेछ आज नै हामी सक्दैन क्या मैले अझै 8 छ ल झरेको नि टिपेर खाइदिनु टेबल मात्रै हुन्छ नि के हुन्छ झरेर त टिपेर खानुपर्छ पानी कति बेला पिरा हाले क्या हालै नसक्ने झरेको नि टिभीले
कति ठुलो त्यहाँ 10वटा छ मका 5वटा छ कति 5-6वटा आज नै मैले जित्ने 18 मात्रै भइसक्यो म त के भए नि सक्दैन डबल खाइदिन्छु डबल धेरै ठुलो पो पानी पऱ्यो कति के बनाएकै यो भने अन्त फेरि एकछिन खाएर भइदियो डबल डबल लागेको मैले मान्छेले एउटा खानु सकेन डबल डबल एउटा आठवटा छ त्यहाँ अब 18 र 60 अब खानु सक्दैन अब टन्न भइसक्यो म त होइन खानुमा चाहिँ धेरै जस्तो यो रहेछ धेरै धेरै खाँदो रहेछ मैले भन्दा हुन् धेरै भने म खानै सकिनँ ल मैले हाल्ने थियो मेरो पानी परिदियो झोल सकिन म त खाना मलाई पनि धेरै धेरै भइ खाइरहेको छु धेरै भइरहेको धेरै भयो हामीले कतिवटा पानीपुरी हालेको थिएँ 15-15वटा होइन 15-15वटा नै खान नसक्ने ए घरमा भएर अहिले बाटोमा खाऊँ त अहिले यतिले पनि पुग्दैन घरमै बनाएको त्यही भएर मुख मात्रै छ मैले खाना सक्यो नि यसले चाहिँ खप्टाइ खप्टाइ खाएर भयो हेर्नु है अब मेरो इचोकै छ खान सकिनँ यति नरुचि नरुचि खाइरहेको छ अनि पैसाको लागि यसले पैसा लाग्यो है मैले लिएर जान्छ नि मैले जितेपछि मैले लिएर तर पनि नलिएर जाऊ भने हातले जाने है झोल नखाने धेरै पिरो पैसा लाग्ने बित्तिकै झोल पनि खा भाइ नै टन्नै भयो तलपट्टि पनि धेरै भयो क्या
भ्यायो खायो उम्, ल ल है गाइस यसले जितिहाल्यो यो बाजी पनि च्यालेन्ज यसले जित्यो अब मैले हारिहाल्यो अब आजलाई यति नै है अर्को भिडियो राम्रो राम्रो बनाउँदै जाउँला है अहिले चाहिँ अब हाम्रो नराम्रै भइरहेछ हामीलाई पनि थाहा छ है अब बिस्तारै बिस्तारै गर्दै जाउँला राम्रै गर्दै जाउँला हजुरहरूले नि साथ सपोर्ट दिनु होला है यही भन्न चाहन्छु अब हामी बिदा हुन चाहन्छौँ है अब हाम्रो बिहान पनि सिद्धियो है मैले हारे पनि अब ड्युटी जान ढिलो भइसक्यो है अब टाइम मिलाएर आएको थिएँ म अब कुदिहाल्ने हो ल गाइस ल हाम्रो तर्फबाट बाई बाई है अब नेक्स्ट भिडियो राम्रो बनाउँला है ल यति नै बाई बाई ल